नमस्कार। यही मिति 2082 साल कार्तिक महिनाको 20 र 21 गते हुन गइरहेको भिटामिन ए र जुकाको औषधि खुवाउने राष्ट्रिय कार्यक्रमलाई सबैजना मिलेर सहभागी भई यसलाई सभ्य र भव्य बनाऊ। भिटामिन ए र जुकाको औषधिको मात्रा र उमेर समूहबारे म जानकारी गराउँछु। यो भिटामिन ए चाहिँ 6 महिनादेखि लिएर 12 महिना उमेर समूहको बच्चाहरूलाई आधी क्याप्सुल खुवाउने अनि 12 महिना पुरा भएदेखि 5 वर्षसम्मको बच्चाहरूलाई 1 क्याप्सुल खुवाउने पुरै अनि 6 महिना मुनिका बच्चाहरूलाई भिटामिन ए नखुवाउने। त्यसपछि अब अल्बेन्डाजोलको क्रममा अल्बेन्डाजोल चाहिँ 1 वर्षदेखि लिएर 2 वर्षसम्मको बच्चा उमेर समूहलाई आधी चक्की दिने। त्यसपछि 2 वर्षदेखि लिएर 5 वर्ष उमेर समूहको बच्चाहरूलाई एउटा सिङ्गै चक्की खुवाउने र 1 वर्ष मुनिका बालबालिकाहरूलाई त्यो जुकाको औषधि नखुवाउने। भिटामिन ए र जुकाको औषधि खानबाट कोही पनि नछुटाऊ। यदि छुट्नु भएको छ र नछुट्न चाहनुहुन्छ भनेदेखि चाहिँ नजिकैको आफ्नो केन्द्रमा गएर अथवा स्वास्थ्य स्वयंसेविकालाई कन्ट्याक्ट गरेर त्यस्तै गरेर नजिकैको स्वास्थ्य संस्थामा गएर सम्पर्क गर्न सक्नुहुनेछ। त्यसको लागि धन्यवाद।